We begin with Lions Clubs International, the founding, the first in a series of centennial videos. सन् 1914 को जुलाई 28 देखि 1918 नोभेम्बर 11 सम्म जारी प्रथम विश्वयुद्धमा 40 लाख भन्दा बढी मानिस मारिए। यसले धनजनको क्षति मात्र गराएन, मानवीय मूल्य र मान्यता समेत ह्रास गरायो। उक्त युद्धमा 1.25 लाख भन्दा बढी सैनिक र गैर सैनिक अमेरिकीको मृत्यु भयो। युद्धले गर्दा मानिसहरूमा एक आपसमा मानवता भन्दा पनि क्रूरता, सकारात्मकता भन्दा पनि नकारात्मकता तथा आपसी अविश्वासको भाव विकास भइरहेको थियो। यस्तो भयानक सामाजिक त्रासदीलाई कसरी सामान्य बनाउन सकिएला र मानिस बीच आपसी सहयोग बढाउन तथा आपसमा दुःख साटासाट गर्न पाउने वातावरण कसरी बनाउन सकिएला भन्ने भाव केही मानिसमा पैदा भइरहेको थियो। पवित्र भावना भएका समाजका केही व्यक्तिहरूमा समाजलाई यो नैराश्य र विकृतिबाट माथि उकास्नुपर्छ भन्ने भावना क्रमशः पलाउँदै गइरहेको थियो। यस्तै कोमल हृदय भएका व्यक्तिहरूमध्येका एक थिए शिकागो शहरका प्रतिष्ठित व्यवसायी मेल्भिन जोन्स। युद्धको उक्कुस मुक्कुसको अवस्थामा शिकागोका व्यवसायीहरू आपसमा मिलेर आफ्नो व्यावसायिक सफलता तथा एक आपसमा भाइचारा अभिवृद्धि गर्ने र खास गरी कसरी रमाइलो बनाउने, कसरी अविस्मरणीय बनाउने भनेर स्थानीय सङ्गठन बनाएका थिए र यसको नाम थियो मेन्स क्लब। र उक्त मेन्स क्लबका सचिव थिए मेल्भिन जोन्स। युद्धको आगोबाट आहत मानिसहरूलाई कसरी सहयोग गर्न सकिएला भन्नेमा उनीहरूको विचार केन्द्रित हुन थाल्यो। यस्तै समान विचार भएका मानिसहरूलाई सङ्गठित गरेर उनी महान कार्य गर्ने सपना देख्दै थिए। कुनै नयाँ काम गर्न चाहनुहुन्छ भने हजारौं अवरोध आउन सक्छन्, तर तपाईँ अविचलित हुनुपर्छ। यही अविचलित सङ्घर्षले यहाँलाई सफल बनाउँछ भन्ने भनाइलाई आत्मसात गर्दै मेल्भिन जोन्स अभियानमा जुटिरहे। उनको विचार सुन्ने र समर्थन गर्ने जमात बिस्तारै बढ्दै गयो। अन्ततः लामो छलफल पश्चात राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र सुरक्षाको लागि 7 जुनमा एउटा सङ्गठन स्थापना भयो। साहस, नेतृत्व, क्षमता, निष्ठा, धैर्य र दूरदृष्टि राख्ने प्रतीकका रूपमा सङ्गठनलाई अगाडि बढाइयो र सर्वसम्मतिबाट सङ्गठनको नाम लायन्स क्लब घोषणा गरियो। यसरी अनेक प्रसव वेदना खपेर स्थापना हुन पुगेको लायन्स क्लबले विश्वमा चर्चा पाउँदै गयो। विशुद्ध मानवीय सेवा गर्ने लायन्स क्लब अहिले संसारको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको रूपमा परिचित छ। हामी सेवा गर्छौं भन्ने मूल नारा लिएर विश्वको 107 मुलुकका 47,000 लायन्स क्लब अन्तर्गत करिब 14 लाख नागरिकहरूमा फैलिएको लायन्स सञ्जाल नेपालमा पनि आइपुगेको छ। नेपालमा लायनवादको प्रवेश सन् 1971 मा विराटनगरबाट पूर्व प्रधानमन्त्री स्वर्गीय मातृका प्रसाद कोइरालाको अध्यक्षतामा विराटनगर लायन्स क्लबबाट भएको हो र नेपालमा यो संस्था गैर नेपाली सेवामुखी अन्तर्राष्ट्रिय सामाजिक संस्थाको रूपमा दर्ता भएको छ। सेवाभावले ओतप्रोत जो कोही नागरिक पनि लायन्स सञ्जालमा सहभागी हुन कुनै एक सदस्यले सिफारिस गर्नुपर्ने र क्लबको बैठक तथा कार्यक्रममा सहभागी भएर सदस्यता प्रदान गरिन्छ। मैले लायन्स क्लब जोइन गरेँ। यो मलाई एउटा अवसरको रूपमा प्राप्त भएको थियो। लायनवादमा किन लागेँ भन्ने कुरा, जुन अपर्च्युनिटी यो संस्थाले दिन्छ तपाईलाई आफ्नो परिचयको दायरा बढाउन, आफ्नामा आफ्नो नेतृत्व कलालाई बढाउनको लागि र सेवाका अवसरको लागि त्यो बेर्लै छ साथी। इट इन्फोल्ड्स इच एन्ड एभ्रीवन। हरेक व्यक्तिलाई यसले अवसर दिन्छ, हरेक व्यक्तिलाई यसले आफैसँग राख्छ। यसको मूल मन्त्र भनेकै हामी सेवा गर्छौं भन्ने हो, हैन? र जुन ठाउँमा जे आवश्यकता छ त्यही प्रकारको सेवा पुर्याउने संस्थाको रूपमा पनि लायन्स इन्टरनेसनल चिनिन्छ। अब हामीसँग थुप्रै क्लबहरू छन्, हजुरको नेपालमा थुप्रै लायन्स क्लबहरू छन्। अब हाम्रै डिस्ट्रिक्टमा कुरा गर्नुहुन्छ भने अहिले 111-12 वटा लायन्स क्लब अहिले मेरो डिस्ट्रिक्टमा छ। हाम्रो डिस्ट्रिक्टमा छ डिस्ट्रिक्ट 325 जिल्लामा
नेपाल सरकारसँग मिलेर पनि यसले धेरै ठाउँमा सेवाको कामहरू गरिरहेको छ। तपाईँले नेपालमा हेर्नुहुन्छ, इतिहास पढ्नुहुन्छ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यति धेरै ठाउँमा चाहिँ लायन्सले चाहिँ सेवा आफ्नो विस्तार गरिरहेको छ, त्यो अहिले गर्न सक्ने अवस्थामा छैन। निकै धेरै ठाउँमा चाहिँ सेवा अहिले गरिरहेछ। यो नेपाली समाजमा नकारात्मक चिज सबभन्दा पहिला फैलिन्छ, सकारात्मक चाहिँ बिस्तारै आउने अवस्था छ। त्यसैले पनि केही कुराहरू कमी हरेक क्षेत्रमा हुन्छ, त्यसलाई सुधार गरेर लानुपर्छ। र लायन्समा पनि 100% सबै राम्रो भइरहेछ भने त्यसमा कमजोरी होला, त्यसलाई सुधार गरेर लानुपर्ने अवस्था छ। लायन्स क्लब भनेको अलिक धनी मानेको संस्था हो, यसमा धेरै पैसा खर्च हुन्छ, यो भरि विदेशमा पैसा जान्छ भन्ने चाहिँ एउटा भ्रमहरू पनि छ। खासै हेर्ने हो भने यो त्यति धेरै महँगो संस्था त होइन। त्यसको साथसाथै विदेशमा पनि जाने भने एउटा अवसर दिन्छ, तर यसले गरेर भिसा पाउने यो पाउने भन्नेको होइन। एउटा यो लायन्स अन्तर्राष्ट्रिय भने अन्तर्राष्ट्रिय संस्था भएकोले यसले विभिन्न ट्राभलिङ अपर्च्युनिटीहरू, कार्यक्रममा भाग लिने अवसरहरू यसले प्रदान गर्छ। त्यो प्रदान गर्ने क्रममा विभिन्न ठाउँमा जाने अवसर, जसले अवसर खोजिरहेको छ त्यसले पाउन सक्छ। त्यो भनेको उसको आफ्नो पर्सनल क्यापेसिटीले विदेशमा भ्रमण गर्ने हो, त्यसको लागि चाहिँ त्यो भयो। अर्को भनेको लायन्स क्लब चाहिँ लायन्स अन्तर्राष्ट्रियको सिस्टमबाट चलेको छ र नेपालको कानुनसँग अझ अलिकति म्याच भएको छैन कि भन्ने पनि धेरै कुरा छ। यो सामाजिक संस्था हो, लाइफ जीवन्त संस्था हो। जीवन्त संस्थामा नेगेटिभ पोजिटिभ सबै कुरा हुन्छन्। यो एउटा संस्था भनेपछि अलिअलि त्यहाँ पोलिटिलाइजेसन पनि हुन्छ। राजनीति पार्टीगत होइन कि आफ्नो वर्चस्व कायम बनाउने हरेक कुराहरू हुनसक्छ, तर यो यस्तो संस्था हो कि जसमा चाहिँ हाम्रो लिडरसिप भनेको 1 वर्षको मात्रै हो। त्यसैगरी विभिन्न समयमा विश्वका कुनै पनि देशमा दैविक प्रकोपबाट हुने क्षतिमा सुरक्षित अवतरणका लागि सहयोग पनि गर्ने गर्दछ। पछिल्लो चरणमा नेपालमा भएको बाढी पहिरोमा लायन्स क्लबले गरेको सहयोग उल्लेखनीय रहेको छ। जबसम्म हामी त्यो ठाउँभित्र छिर्दैनौँ, यसका बाहिर बसेर यसलाई चाहिँ मूल्याङ्कन गर्ने, बाहिर बसेर यसका बारेमा धारणा बनाउनु भन्दा म चाहिँ अनुरोध के गर्छु भने एकचोटि तपाईँ आफै त्यो संस्थाभित्र लागेर एकचोटि हेर्दा कसो होला भन्ने कुरा चाहिँ म गर्छु कि